सुत्यो बल्ल बल्ल आया जिउको खटेर अझै बढेको जस्तो लाग्यो रातभरि सुतेको छैन ज्वरो पनि जाने नाम लिँदैन फेरि खै के गर्नुपर्ने हो खै 2-3 वटा वैद्य देखाइसक्यो औषधिले पनि काम गर्ला जस्तो छैन के चाहिँ गर्नुपर्ने हो त्यो पर काइलीको नानी यस्तै भयो भनेको हैन काइलीको त नानी मात्रै कहाँ हो र हौ घरमा सबैजना सिकिस्त बिमारी दाजु पनि निकै साह्रो पो छ रे जनै खटेराले बिचारा है त्यही त माइल्दी हेर्नु न हौ मनु बाउ बिमार भएको 2 दिन मात्रै हुँदै थियो मनु पनि ज्वरो आएर फेरि त्यस्तै बुकभरि घाउै घाउ छ आँखा पनि रातो न रातो म त के गर्नु भइसक्यो बुनु पनि बिमारी थियो हैन बुनुलाई कुन चाहिँ दबाई दियो वैद्यले म पनि त्यही दिउ भनेर नि वैद्यको सबै दबाई दिइसके तर पनि नानी सन्चै हुँदैन फेरि गाउँमा थुप्रै यस्तो भएको सुने हरेक दिन कोही न कोही बिमार भयो भन्छ यो एकजनाको मात्रै बिमार हुँदै होइन सानो ठुलो बुढापाका सब बिमार मान्छे त मान्छे गाई बस्तु भेडा बाख्रा सब देशन लागेर पुक्लुक पुक्लुक जाँदैछ यो ठुलो बिगार परेको हुनुपर्छ हो त हैजा आएको जस्तो है के भएको हैजा नै आएको यसको दबाई वैद्यकोमा पाइने छैन अनि कसकोमा पाउँछ र निरु तिमी घर जाऊ ज्वाइँ नानीलाई तयारी पार म पनि आगो फुक्छु अलिकति भात भुट्छु खाएर निस्किनु पर्छ बिहान पनि हुन आट्यो रिमरिमै निस्किनु पर्छ हन यस्तो बेलामा कहाँ जाने कुरा गरेको हो बेना जामबहादुरकोमा हो जामबहादुर त्यो गैरीको छेउ पाइन हो त ए त्यो त भुइँफुट्टा हो नि छ्याती छ मेरो बाबा मरिसकेको फर्काको उसले अझै तगडै छ हो त्यही जानुपर्छ नानी त हिँड्नु सकिहाल्छ ज्वाइँलाई पो साह्रो पर्छ होला हौ थल्लो परेर मर्नुभन्दा त बिस्तारी बिस्तारी पुगौँ होला हौ यो हैजा सर्दै गयो भने गाउँ नै नास हुन्छ उज्यालो पनि हुन आँट्यो रिमरिममा निस्क्यो भने त बेलुकासम्म फर्की पनि हाल्छौँ होला है बाटोको लागि चिउरा र दबाई पानी सबै बोका है लु तिमी जाऊ म आगो फुक्छु हुन्छ हुन्छ ज्वाइँलाई बाटोमा साह्रो पर्यो भने सघाइदिनु है बेना ल ल
बिस्तारी है बिस्तारी। एकछिन पर्खिनु है नानीहरू ल। ल अब भित्र आउनु नानी ल। कति वैद्य देखाइसके, वैद्यको दबाईले कामै गरेको छैन। महिना दिन भइसक्यो मेरो नानी जाती हुनु छैन। मेरो नानी मात्रै कहाँ हो र गाउँ ठाउँमा चिलाउने र हैजा फैलेर के चाहिँ गर्नुपर्ने गुरुजी? अक्षता ल्याएको छौ? हजुर ल्याएको छु गुरुजी। एउटा त्यहाँ तपाईहरुको गाउँमा अगाडि नै भनौं एउटा धामी थिएछ। छेउमा नाकथान रहेछ अनि अलिकति फोहोर मैला भएको रहेछ। खटिराको लागि खरानी, रातो माटो अनि हेकमोरको लेप लाउँदा भइगयो। दिन बिराउँदै चोखो गरेर धारामा नुहाउनु अनि सोमबारको दिन पारेर नाकथानलाई काँचो दुध चढाउनु अनि हप्ता दिनसम्म मासु मांस अंडा केही पनि नखानु। ल ल जाति भइहाल्छ ल। इ ल्याऊ, म आफै आइहाल्थे त। हुन्छ छेउपा लाग्नु पर्यो, छेउमा लाग। हुन्छ। तिमी भित्र गएर बस न, अन्त तिमीले खायौ? मैले खाएँ, तिमी खाऊ न। ल म गएँ जान्छु।
खाऊ त म खाँदिनँ, तिमी खाऊ, मैले खाएँ। खाऊ न खाऊ खाऊ न तिमीले आफ्नो लागि त खायो नि तर यसको लागि चाहिँ कसले खाइदिने अब केही दिनको कुरा मात्रै हो नानी आउने बेला पनि हुनै आँटिसक्यो त्यसपछि त तिमी म र आउने हाम्रो सन्तान त्यसपछि हाम्रो परिवार पनि सम्पूर्ण भएर जानेछ छोरी भयो भने त सम्पूर्ण राख्नु पर्ला नि सम्पूर्ण हो तिमी सम्पूर्ण हो छोरा भयो भने चाहिँ छोरा भयो भने रुकमान काका के भयो बुनु ऊ सन्ते आमाको सास अचानक बढ्यो अरे तपाईँलाई झट्टै बोलाउँदैछ आम्मामा अन्त तँ चाहिँ सन्ते आमाकोबाट बोलाउनु आएको के भएछ फेरि है सास बढ्यो भन्दै थियो मलाई त तपाईँलाई झट्टै खबर दिनु भन्यो अनि आएको नि छिटो जान्छ अरे ला बिचारा होइन जाऊ जाऊ तिमी जाऊ निकै अबेर पर्यो जस्तो छ फेरि जानु पनि टाढो न टाढो जानुपर्छ सुन निकै बेर भयो भने नि घर फर्केर नआऊ ल फेरि एक्लै दुक्लै राति बाटोमा के हो कसो मलाई त साह्रो डर लाग्छ त्यति ढिलो त नहुनु पर्ने फेरि उसको त्यो सास बढ्ने बिमार त पहिल्यैदेखिको हो अब आफूले जति जानेको छ त्यति गर्ने हो बाँकी त लेखान्तमा जे छ त्यही त हुन्छ फेरि यति टाढोबाट बोलाउनु आएछ के गर्नु जानु जाऊ न जाऊ निकै अबेर पर्यो जस्तो छ बिचारा जाऊ ल त्यसो भए तिमी सुर्ता नगर कि म भरे छिट्टै फर्केर आउँछु ल तिमी जाऊ न म सुर्ता गर्दिनँ तर ढिलो भयो भने चाहिँ उतै बस्नु है ल हुन्छ हजुर आउनु जाऊ ल त सानी म गएँ ल ल तिमी आफ्नो ख्याल गर है ल जाऊ न अब जाऊ न ल इन बुनु जो रात परेपछि नआइज भन्छ फेरि रातभरि पानी पर्यो भिज्दै आएको भए त्यतै गाली खाइन्थ्यो
के खायो होला कुनी? हिजो भुँडी पनि घोच्यो भन्दै थियो। बिच्चामा बोलाएको नि, पुग्नु बित्तिकै बिमारी जाति भइगयो त। आफ्नो भने घरमा स्वास्नी दुई जिउको, खै केही हुनु हुँदैन, टुप्लुक्कै बोलाउन आइपुगिहाल्छ। खै के हो के? सानी, म आइपुगे। अहिलेसम्म सुतिरहेको छ क्या हो? तिमीले जस्तो भने त्यस्तै पुग्यो। बेलुका रातभरि पानी परेर आम्मामामा आउनै पाइन। बिहान रिमरिम उज्यालोमा हिँडेको। खै अब गइदिनै पर्यो। म त पुग्नु बित्तिकै बिमारी जाति भएको। के हो अर्कालाई के परिरहेको छ, जानै पर्यो। तर जे होस् राम्रै हो। सानी, औ सानी, औ आँखा बन्द गर त। किन? गर न, किन? गर न भनेको। लु, हेर्नु पाउँदैन है? हेरेको छुइनँ। कस्तो मन पर्यो। पर्खाइ सानी, म आएँ ल। पर्खाइ सानी, म आइहालेँ। म आएँ ल सानी, पर्खाइ।
यो तपाईँहरूको गाउँमा नि यो रोडा मार्गी हैँचाहरू त्यस्तो भएको हेरकोर गर्दै लाँदाखेरि अब ऊ पनि अलिकति विद्या भएको जान्ने थिएछ। त्यसले गर्दाखेरि उसको आत्माले तपाईँहरूको गाउँमा दुःख दिएको। के गर्नुपर्ने रहेछ गुरुजी? तपाईँले बाटो देखाइदिनु पर्यो। गाउँघर सबै मिलेर तपाईँहरूले उसको कसरी हुन्छ के हुन्छ उसको सेवा कहाँ गरेर हुन्छ कसो गरेर कस्तो कैदाले उसलाई पाठ पूजा गरेर हुन्छ कि भोग प्रसन्न गरेर हुन्छ कि उसलाई कुनै लड्डु मिठाईले हुन्छ कि के गरेर हुन्छ यो तपाईँहरू जम्मै मिलेर एउटा सरसल्लाह गाउँघर इष्टमित्र बसेर त्यो गर्नु। त्यो गरिसकेपछि चाहिँ ऊ एउटा अलिकति गाउँघरमा पनि उसले तपाईँहरूलाई रक्षेक्षेमा राख्छ। ऊ पनि आफ्नो बाटोमा जान्छ नानी हो। कुरा बुझ्नुभयो? हुन्छ गुरुजी, तपाईँ हामीलाई विधि भनिदिनुहोस्। तपाईँले जसो जे भन्नुहुन्छ हामी त्यही गर्छौँ। यो आउने आइतबार गरौँ है त है? तिमीहरूको गाउँघरमा परमेश्वर रक्षेक्षेमा राखिदिनु भनिकन आज तिमीलाई भाले पोथी गरिकन परमेश्वर तिम्रो सेवा गरिदेऊ। रोडा मार्गी हैँचा हटाइदेऊ र यो गाउँघर इष्टमित्रमा पनि रक्षेक्षेमा राखिदिनु, बालबच्चामा पनि रक्षेक्षेमा राखिदिनु, गाई बस्तुमा पनि रक्षेक्षेमा राखिदिनु भनिकन आज तिमीलाई यो रक्षे गरिदेऊ है भनिकन आज तिमीलाई सम्झाइ बुझाइ गरिकन तिमीलाई ल्याउँदैछु है। यो जुन चाहिँ तपाईँहरूको उहिले गाउँमा त्यसरी जान्ने धामी एउटा थियो, त्यसले गर्दाखेरि उसको आत्मा उसको सस्नीले उसको आत्माले दुःख दिँदाखेरि चाहिँ सबैलाई गाउँघरको लागि इष्टमित्रको लागि यसरी घाउ खटिराहरू निस्केको थियो। गाई गोरुहरूलाई गाई बस्तुहरूलाई पनि एउटा रोग निस्केको थियो। त्यसले गर्दाखेरि चाहिँ मैले आजदेखि चाहिँ यसरी दुःख नदियोस्। यो गाई बस्तुमा आफ्नो छोराछोरी नातापालातीमा चिलाउने घाउ आँखा दुख्ने सबै कुरो रोग कष्टहरू चाहिँ हर नहोस् भनेर चाहिँ आज मैले यो उहाँहरूलाई मैले यो पूजा गरिदिएको बल बिन्ती मागे दिँदैछु। यो भनेको चाहिँ आइतबारे हो। चिलाउनेको फेदमा उनीहरू उत्पन्न भएर बस्छ। दुईवटा शिला पत्थर यता उसको सिकारीलाई पनि एउटा शिला राखेर चाहिँ आज तपाईँहरूको गाउँमा आएर मैले सबै गाउँ घरभित्र चाहिँ आफ्नो नाति पलाती छोराछोरीहरूलाई गाई बस्तुहरूलाई पनि दुःख नदियोस् है भनेर आज तपाईँहरूलाई मैले यो सबै कुरो गरेर पान फुल लड्डु मिठाईहरू सबै कुरो गरेर बल बिन्ती मागिदिएको छु। आजदेखि उता यो गाउँघरमा उहाँले यसरी दुःख दिनु पाउँदैन भनेर चाहिँ मैले शिर उप खडा राखेर चाहिँ आज यो काम गरिदिएको छु हजुरहरूको गाउँमा आएर है। सेवा नुङ है सेवा नुङ है सेवा नुङ।